वसन्त ऋतुलाई ऋतुमाको राजा मानिएको छ। त्यो वसन्त ऋतुको यो मध्य भएको हुनाले यो वैशाख 1 गतेदेखि नै नयाँ वर्षको सुरुवात गरेको यसको एउटा कारण त्यो हो। अर्को कारण के हो भनेदेखि मेषको सबै ग्रहको मालिक सूर्यनारायण हुन्। सूर्यनारायण यो मेषमा आउँछन्। यसमा अब मेष राशिबाट नै हामीहरूको अहिलेको गणना सुरु हुन्छ। त्यसो भएको हुनाले वैशाख 1 गतेलाई शास्त्रीय रूपमा बढी ग्राह्यता दिएको हो। अनि अश्विनी नक्षत्र छ। अश्विनी नक्षत्रमा सूर्य आउँछन्। अश्विनीबाट नै नक्षत्रहरूको गणना हुन्छ। त्यसो भएको हुनाले यसलाई बढी महत्त्व दिएको। अर्को कुरो ग्रहहरूको राजा त सूर्यलाई लिइन्छ। त त्यसो भएको हुनाले सूर्यको आधारमा हामीहरूले सम्पूर्ण धार्मिक विधि विधान गरिने भएको हुनाले यो वैशाख 1 गतेलाई बढी प्रोत्साहन दिएको हो। र अब संक्रमण त सबैलाई राम्रो मानिन्छ। संक्रमण भनेको संक्रान्ति। तर यसमा के भयो त भनेदेखि यसलाई मेष विषुवत भनेर भनिन्छ। कार्तिकलाई तुला विषुवत र यसलाई मेष विषुवत भनेर भनिन्छ। त मेष विषुवत भएको हुनाले यसलाई विषुवत संक्रान्तिको रूपमा लिएको हुनाले पनि यसको बढी महत्त्व भएको हो। र यो दिन गरिएको धर्म कर्महरू, यो दिन गरिएको जेसुकै सत्कर्महरू वर्ष दिनभरि फलदायी बन्छन्। त्यसैले पनि यसलाई बढी महत्त्व दिएको हो। र यो दिन वैशाख 1 गते जुन बार पर्छ त्यो बारको मालिक त्यो वर्षभरिको प्रधानमन्त्री अर्थात् मन्त्री हुन्छ भनेर भन्ने कुरो ज्योतिषमा लेखिएको छ। र विशेष गरिकन पहिलेकै समयदेखि नै सम्पूर्ण कार्यकारी अधिकार मन्त्रीमा निहित हुने भएको र मन्त्रीलाई बढी प्रोत्साहन दिने र सम्पूर्ण प्रशासनको अधिकार प्रधानमन्त्रीमा हुने भएको हुनाले र यही दिनको दिन जुन बार पर्छ त्यही बारको त्यो वर्षभरि प्रधानमन्त्री हुने भएको हुनाले पनि प्रधानमन्त्रीको बार चयनको दिन भएको हुनाले पनि यसलाई बढी महत्त्व दिएको हो। र यो दिन गरेको धर्म भगवानको नारायणको पूजा अनिखरी यताबाट दीन दुखी ब्राह्मणहरूलाई दिएको दान र गरिएको सहयोग त्यो धेरै पुण्य फल दिने हुन्छ भनेर शास्त्रमा लेखिएको छ। यो वत्सरादौ वसन्तादौ तैलाभ्यङ्गम करोति भनेर भन्छ। यो वत्सरको आरम्भ वत्सरादौ वसन्तादौ वसन्तको आदिमा तेल लगाएर नुहाउनु पनि भनेर भनेको छ। अब त्यो त छैन, चलन त्यति चाहिँ नि देखिएको छैन। तैपनि यसलाई धर्मशास्त्रको दृष्टिकोणले धेरै नै महत्त्व दिएको छ। र यो सूर्यको यो दिन प्रवेश अनुसारको समय अनुसारको हामीहरूले लग्न पनि निकाल्दछौँ। सूर्यको मेष राशिमा जुन बेला प्रवेश हुन्छ त्यसलाई आधार मानेर लग्न निकालिन्छ। अनि त्यस अनुसार वर्षभरि अनाजहरू कस्तो हुन्छ, अनिखरी कतिको महँगो हुन्छ, कतिको सस्तो हुन्छ, कुन किसिमका मानिसहरूले दुःख पाउँछन्, कुन किसिमका मान्छेले सुख पाउँछन् र त्यताबाट विश्वभरि नै कस्ता कस्ता किसिमका घटनाहरू घट्छन्, राजनीतिमा कस्तो परिवर्तन आउँछ र त्यताबाट अरू पनि व्यापारमा के हुन्छ, उद्योगमा के हुन्छ, राजनीतिमा के हुन्छ, विभिन्न कुरालाई सूर्यले जुन समयमा प्रवेश गर्छन् मेष राशिमा त्यो समयको लग्न निकालेर पनि फल बताइन्छ। त्यसकारणले अब यसको धेरै महत्त्व छ। र यो सूर्य
मेष राशिमा गएको समयमा गरिएको दान धर्महरूको बढी फल प्राप्त हुन्छ भनेर शास्त्रमा बताएको छ। त्यसैले हामीले पनि यो वैशाख 1 गतेलाई ठुलो उत्सवको रूपमा र त्यताबाट नयाँ वर्षको रूपमा यसलाई स्वीकार गरेका छौँ। शास्त्रले पनि यही भन्छ र ज्योतिषले पनि यही भन्छ र यसलाई हामीले नयाँ वर्षको रूपमा स्वीकार गरेको छौँ। अब यो विक्रमादित्यबाट यो सम्वतको सुरुवात भएको हुनाले यसलाई विक्रम सम्वत भनेर भनेको हो। यसको ऐतिहासिक महत्त्व पनि छ र विक्रमादित्य नाम गरेका राजाले यहाँ यो सम्वत चलाएका हुन् भनेर भन्ने कुरा विक्रमादित्यको किम्वदन्ती 32 पतलीको कथा अनि खरी यो के अरे साँखु वज्रयोगिनीमा विक्रमादित्यले गरेको तपस्याको कुरो उहाँको छैन के अरे उहाँले तपस्या गर्नुभएको थियो भनेर भन्ने कुरालाई र यो साँखुमा विक्रमादित्यको शिर पनि त्यहाँ राखिएको छ। यसका विभिन्न अरू ऐतिहासिक महत्त्वहरू पनि छन्। त्यसैले यो दिनलाई हामीले बढी महत्त्वका साथ स्वीकार गरेका छौँ। विक्रमादित्य सबै प्रजाको भलो गर्ने, प्रजाको लागि आफ्नो आत्मसमर्पण गर्ने अनि त्यस्ता प्रतापी राजाले अरू ठुला ठुला विद्वानहरूको सहयोगमा वसन्त ऋतुको मध्यमा आएर यो विक्रम सम्वत चलाएका हुन्। यसका धेरै महत्त्वहरू छन्। मैले सामान्य कुरा यहाँहरू समक्ष प्रस्तुत गरेँ।